चेक गर सबै वा हिजो त हाउलारको त सिडी चोर पेथलको चोर लागेको थियो बस वो फाला चाहिँ ल्याएर दियो क्या पूर्ण मामाले बाटोमा फाला चाहिँ ल्याएर दियो सो व्हाट्सअप गाइज के छ तपाईँहरू खबर आयो तपाईँहरू सबलाई ठिक होला अनि मलाई पनि साथसाथै ठिक छ अनि म चाहिँ धेरै पछि आएको होइन आफ्टर अ लङ टाइम अनि अब यस्तै छ त्यसै शान्तिको कारणले गर्दाखेरि मैले ब्लगहरू हाल्न सकिनँ भन्दा नि पाइनँ यताउता यस्तो उस्तो यता दायाँ माया हुन्छ अनि आज चाहिँ यहाँ म यसो घर आइदिउँ भनेर आइरहेको थिएँ तलतिर थिएँ यसो जुरेलीतिर अनि बाटोमा आउँदा बाइक साइक बिग्रियो अनि यो बाइक साइक बिग्रिएपछि यता हेर्न सक्नुहुन्छ आफै मिस्त्री बनेर सप खोलेर हेरेको त्यही पनि अब केही छैन प्लग सक सब खोलेर कभर सबर सब खोलेर देखाइदिन्छु म तपाईँहरूलाई देख्न सक्नुहुन्छ त्यस्तो भएको छ कि अनि मौसम पनि चुम्मा छ कि अब मौसमको त कुरै नगरौँ मौसम एकदम चुम्मा पानी पर्ला जस्तो छ भए पनि टन्टालापुर घाम छ गर्मीले गर्दाखेरि कपडा सब भिजेको छ कि अनि अब जङ्गलतिर छु म चाहिँ केही छैन यहाँ पानी प्याक भएको छ कि तर पानी चाहिँ छैन वरिपरि कहीँ पनि केही पनि छैन जङ्गलको भित्रतिर छु त्यो चाहिँ घर भन्नु होला त्यो मान्छेको घर होइन त्यो चाहिँ अब यसो बनाएको हो बनाउन चाहिँ अब त्यहाँ मान्छे कोही पनि बस्दैन घर चाहिँ देख्न सक्नुहुन्छ उता पारी चाहिँ छ त्यो चाहिँ पारी हो यतातिर चाहिँ देख्नलाई चाहिँ नजिकै देख्यो होला कि सो यस्तै छ अब के भन्नु अब बाइक साइक बिग्रियो मैले अब बाइक बनाउने मेकानिकलाई पनि बोलाएको छु कि अब फेरि पनि म जोइन भइसकेँ हाम्रो गाउँको मेन भिलेन नम्बर 1 जडिया बुढोले मेरो बिग्रिया बाइकमा अब के गर्न थाले मामा चाँड खाएर झ्यापा भएर नाटक गरिदिनु तपाईँ यार बोल्ने मान्छे पनि के नबोलिरहेको त यार पूर्णमामा यार के भयो यार कसले गोली चलायो कहाँ अब हाम्रो गाउँको नम्बर 1 जडिया होइन त हो नि है आज कति गिलास खायो भनिदिनु त कति बोतल खायो त 3 बोतल 100 रुपियाँको 300 खाएको अनि शीतन चाहिँ कतिको खायो त शीतन त 1000 को होइन त 300 को रक्सीलाई तपाईँले 1000 को शीतन खान्छ होइन लेखेर देखाउनु त त्यहाँ कपी छ होइन यो कपीमा लेखेर देखाउनु त कति रक्सी नआउँदैन हावा कुरो नगर्नु न फेरि तपाईँको इङ्ग्लिस बोलिदिनु न त तपाईँले बोल्ने इङ्ग्लिस हो कामसिङ मामा अब त जाउँ फुर्को जरमा दिनु न एउटा मलाई खाइदिउँ म पाल भएर पनि यसो गएर बगानबाट फुल्छु भने फुल्छु यो पाल भएर अब चेक गर सबै वा हिजो त हाउलारको त सिडी चोर थियो पेथलको चोर लागेको थियो बस वो फाला चाहिँ ल्याएर दियो क्या पूर्ण मामाले बाटोमा फाला चाहिँ ल्याएर दियो म ब्लग बनाइरहेको
पुरा मामाको भिडियो भाइरल हुने भयो अब साईको पारा नदेखेर न तपाईँ र उता हेर्नु त उस्ता उस्तै छ सेमटु हो त मिठो भन्छ मामा भन्नु न मामा एकछिन मिस्त्री आउँदैछ क्या सिगरेट खानु पर्यो क्या लाइटर सिगरेट खानु पर्यो কিন্তু यहाँ चाहिँ साइडर छैन दाइहरू त्यो जडिया बुढो पनि गइसक्यो अब झ्याप भएर लाटो जस्तो नाटक गरिरहेको थियो खोइ मायासाला गुलफानलाई फोन गरेँ माया आउँदैन यो बाइक पुरेर बसेको 1.5 घन्टा भइसक्यो फोन गरेँ आउँदैन आएर नि गएछ फेरि मिस्त्री नि कस्तो खालको बाबा साइको भने मिस्त्री पनि पुरै बाइक बनाउन आएको र एउटा स्क्रुड्राइभर पनि लिएर नआइकन फेरि फर्केर गयो के भन्नु अब त्यसको पारा के गर्नु अब माथा गरम भइसक्यो कुरेर बस्यो अब पानी पर्ला जस्तो भइसक्यो अरूभन्दा पनि त्यही भएर टेन्सनमा छु यार म त है लासाइको भइरहेछ पारा बाइकको हालत यस्तो छ कि खोलेर राखेको स्क्रुड्राइभर पनि नलिकन आएछ कस्तो खालको मिस्त्री हो यो गुलफानले भेट्छ होला जस्तो लागिरहेछ कुन्दिन मेरो हानौँ भने के हानौँ माया लाग्छ साइको पारा देखाइसक्यो कुरेर बसेर 1.5 घन्टा भइसक्यो अब एक कल फोन गर्छु के भन्दैछ नत्र भने म हिँडेर जान्छु बाइक यता साइड लगाइदिन्छु यतातिर दाजुभाइहरू अब त्यो गुलफान पनि नआउने भयो त्यो अर्को बाइक आयो अरे दाइ त्यो बनाउनु पऱ्यो ल्याङ गइरहेछ भनेर भन्यो म जस आफै ट्राई गर्छु सुरुमा यो प्लग उठाउँछु प्लगलाई अब यतातिर हाल्नु पर्छ अब के हुन्छ स्टार्ट भयो भने त राम्रो हो कि अब म यो चाहिँ हाल्छु यसरी यसलाई यसरी हाल्नु पर्ने हुन्छ कि उल्टो हालिरहेको रहेछ थाहा छैन टाइट पनि हुँदैन त मासाला हालत यस्तो छ कि के हुन्छ त्यो नआयो नि अब मैले यसो ट्राई गर्छु हेर्छु भएन भने म साइड लगाइदिन्छु गइदिन्छु अब मलाई केही 1.5 घन्टा त 1.5-2 घन्टा त कुरेरै बस्यो गर्मी यो बाइक मैले अघि फेरि यस्तो माथि कुदाएर ठेलेर हेरेँ कि घाने 150 जति अनि फेरि त्यो ओह्रालो छ यो ओह्रालोबाट गुडाएर ल्याएँ उता लगेँ उताबाट नि गुडाएर ल्याएँ पसिनाले वाक भइसक्यो सो अब यहाँनिर चाहिँ आफै बनाउँछु कहाँ बिग्रियो केही पत्ता पाइनँ अनुहार मिस्त्रीको जस्तो भए पनि बाइक बनाउने मिस्त्रीको जस्तो भए पनि म बाइक चाहिँ बनाउनु जान्दिनँ देख्न सक्नुहुन्छ हेर पसिनाले हड्डु भयो अब सिट कभर सबै यताउता प्लग हालेर नि हेरेँ भएन फेरि पनि ठेलेर हेर्छु यहाँ ठेल्दा हैरान भइसक्यो कि कतिचोटि हाल्नु फेरि 50 चोटि त थप्यो होला तपाईँहरूलाई देखाउने छु म बाइक स्टार्ट भएन कि हजुरबा सो धेरै नै वाक भयो टेना सो बाइक साइक स्टार्ट पनि भएन पसिनाले वाक भयो कता गराउनु भयो हजुरलाई अब यो साइड लगाइदिने यहाँबाट यहाँ राखिदिने अनि गइदिने अब यहाँ हेर्नु न पसिनाले हालत
खत्तम छ खत्तम न यो बसन्तीलाई चाहिँ यतैतिर छोडेर जानुपर्ने हुन्छ बाटोमा। दाजुभाइहरू पसिनाले भाग भयो। बाइक चाहिँ म यहाँ छोडेर जान्छु। यसो चर्को घाम लागिरहेको छ देख्न सक्नुहुन्छ। म चाहिँ गएँ। बाइक बिग्रेर तनाव अब पसिना छ, घाम चाहिँ यसरी नै जानुपर्छ होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। तपाईँहरूको मायाले मलाई अहिले पनि तान्यो। अब फेरि यस्तै गरी पहिलाको जस्तै गरी माया र साथ सपोर्ट गर्दै जानु होला। फेरि मलाई तपाईँहरूको मायाले अवश्य तान्नेछ। हस्त धन्यवाद।